हामी चाहिँ अहिले माथि सारङगढको डाँडामा आइपुग्यौँ। यहाँ कसरी ब्याक गर्ने होला यो भन्ने पछि कुरा गरौँ ल। सब डरपोक। ल ल ल ल ल ल मम्मी ब्याक। हेलो गाइस, वेलकम टु डे 2। आज हामी एकै साथमा रेडी भएर आइसक्यौँ। हाम्रो यहाँ हँदारमा मम्मी सुतिरहनु भएको छ। यतिखेर हिँड्नु पनि बाघै भेटिन्छ भन्दै हुन्छ यहाँनिर। हामी चाहिँ अहिले माथि सारङगढको डाँडामा आइपुग्यौँ। यहाँ कसरी ब्याक गर्ने होला यो भन्ने पछि कुरा गरौँ ल। डियर चाहिँ पहिला आउनु भएको थिएन नि यहाँनिर। मम्मी त आउने कुरै भएन। मम्मी बिस्तारै बिस्तारै हिँड्दै हुन्छ थाक्दै थाक्दै। ब्याक मान्छेको अलरेडी हामी यति बिहान आइपुग्यौँ। त्यही पनि इट्स सो प्याक्ड। यो चाहिँ माछा पुच्छ्रे। हामी चाहिँ मम्मीलाई कन्भिन्स गराएर सिडी टावर चढ्न खोज्दैछौँ। बाबु ओ बाबु बाबु हजुर अगाडि जानु अनि स्पट हेर्दै गर्नु न। हामी चाहिँ बिहान आएर सनराइज हेर्नलाई स्पट देखेका छौँ। एउटा सनराइज हुन आँटेको छ। हेर्नु न अब त्यहाँ जहिले पनि तलबाट चाहिँ माथि सूर्योदय हेरेको यहाँनिर तल आफू भन्नु तल देखिँदो रहेछ। यहाँ चाहिँ आज तिहार पछिको आइतबार अनि यति धेरै मान्छे आज सनराइज हेर्नको लागि मन्दिरमा। यहाँ हुनुहुन्छ बाबु मम्मी ड्याडी। हामी पनि बिहान 5 बजीदेखि आएर बसेको। Look at the people. हामी जब यो भ्यूलाई छोडेर जाँदैछौँ किन भन्दाखेरि हाम्रो आज प्लान एकदम हेक्टिक छ। सो वी लिभिङ इट्स अलमोस्ट 7:30 भइसक्यो। अनि मम ड्याडी चाहिँ अघि नै तल झरिसक्नु भयो। हामी मात्रै अब जान बाँकी छ। हामी चाहिँ फोटो भिडियो खिचेर अलिक पुगेको छैन। अब स्टिल यो के हो यो गाडी जाम यहाँदेखि कहाँ उताबाट घुमेर सबै जाम छ। त्यही भएर हामी चाहिँ अब अर्कै बाटो छ अरे यताबाट सिधै जाने। अनि यो जाम ननिस्किकन उतै जाम भन्ने कुरा भएर हामी फर्किँदैछौँ। फेरि सजिलो हुन्छ भनेर उता अर्को साइड झरेको, तर फेरि फर्किनु पर्यो। कस्तो लाग्यो कपालै नपरिकन आएर हेरेको हिमाल। उता अगाडि चाहिँ हेर्दै कस्तो लाग्यो हिमाल?
ट्याक्कै सनराइज भएर हिट ठ्याक्कै त हिमालय हिट परेर मलाई मम्मीलाई रिङ्गटा लागेको हो अलिक त्यो हेरि के तल धेरै त्यहाँ चाहिँ अलिक समस्या भयो मम्मीलाई नभए त राम्रो थियो नि ल हाम्रो सारङपुरको काम सकेर भ्यू हेरिसकेर अब हामी जाँदैछौँ कहाँ मम्मी हामी बागलुङ कालिका जान्छौँ बागलुङ कालिका मन्दिर हामीलाई लगभग 2 घन्टा जति लाग्न सक्छ हामी जब दुईटा जिल्ला पो पार गर्छौँ नि पर्वत अनि पर्वतबाट बागलुङ कास्कीबाट कास्की पर्वत छुट्टै जिल्ला होइन कास्की पर्वत अनि बागलुङ 2 घन्टामा 3वटा जिल्ला पुग्छौँ हामी है यो चाहिँ मेरै भ्लग हो अनि त्यसपछि हामी चाहिँ जाँदैछौँ अब बागलुङ कालिका मन्दिर धुप लिएर मम्मी ड्याडी त्यहाँ हुनुहुन्छ बागलुङ कालिकाबाट फर्किसक्यौँ सिक्का लगाएर हामी चाहिँ अहिले कुस्मामा आइसक्यौँ अनि पुल हेर्न जाँदैछौँ हामी चाहिँ सबै सामानहरू चाहिँ गाडीमै छोडेर जस्ट फर 5-10 मिनटमा चाहिँ यहाँ बस्ने भनेर आएको हेरौँ अब सब डरपोक यहाँनिर सबैलाई हाइटदेखि डर लाग्छ को कहाँसम्म पुग्न सक्छ वी विल सी मम्मीलाई डर लाग्छ लाग्दैन हाटदेखि मम्मी हाइटदेखि डर लाग्छ लाग्दैन ल जाउँ त्यसो भए हाइटवाला हो र मलाई चाहिँ हाइटको डर भन्दा पनि मोबाइल खस्ला भन्ने डर लाग्छ अरू भन्दा त्यस्तै होइन क्या मम्मी हिँड्नु न अब डर लाग्यो नि त्यहाँबाट त लो 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 काले लो 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 ल आइसक्यो समातेर मलाई समातेर आइसक्यो पछाडि केही हुन्न कालो केही हुन्न रिगाटा लाग्छ भने चाहिँ नजाने मम्मी ब्याक डर लाग्छ लाग्दैन ल होइन ल ल धेरै हल्लियो नि त यार त्यही भने आयो दौडिनु त भएन नि यहाँ कस्तो मान्छेको मुटुले ठाउँ चढिरहेछ यहाँ मेरो साइडबाट 1-2 चोटि पिट दिनु त यहाँ जाऊ जाऊ काली तिमी नजाने लु भयो धेरै हल्यो क्या यो क्यामेरा चाहिँ ननिकाल्ने क्यामेरा चाहिँ चिप्लिन सक्छ हातबाट सित्ता हेर हिँड्छ सित्ता हल्यो क्या यहाँ हेर त अलि हल्लेको पुल
ऊ तिनीहरू ओइ पुल नहालौ त आऊ 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 ल ल लगाऊ लगाऊ त्यही भाइ यहाँ रोसमा त्यो थाक्नु भयो केमा सुत्दिनु भयो त्यसो भए अब चाहिँ हामी होटलबाट निस्किसक्यौँ अनि वे गोइङ ब्याक सक्यो ट्रिप गाडी पनि आयो झर जाने यो होइन यो हो अब हामी चाहिँ घर फर्किँदैछौँ मम्मी र माया जुजो सँगै उता किनकि दुईवटा सिट पर्यो मम्मीलाई रमाइलो भयो सबैभन्दा रमाइलो के लाग्यो हेलो म पनि छु रमाइलो लाग्यो हिजो गलेर आएको थियो अनि रमाइलो भयो सारङकोट मम्मीलाई हाइट भएर रिकट लाग्यो अलिकति त्यति भयो हामीलाई कस्तो लाग्यो अरे यो सबै ट्रिप समग्रमा यात्रा सफल भयो एउटा काल बाराई मन्दिर बहुत अच्छा छ राम्रो ठाउँमा पर्यटकीय स्थलमा रहेछ माथि सारङकोट राम्रो छ अब बागलुङ कालिका त्यसै भइगएन हाम्रो माता समग्रमा राम्रो छ ल थ्याङ्क यू फर वाचिङ बाई 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 गरिदिनु लाइक सेयर एन्ड सब्सक्राइब भनेर आउने लाइक सेयर एन्ड सब्सक्राइब गाइज ल बाई 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 गर्नु नि डेडी बाई